जुन हाम्रो देशमा अहिले ग्यासको स्कार्सिटी भइरहेछ, पेट्रोलको भाउ बढिरहेछ, डिजलको भाउ बढिरहेछ, यो शास्ति हामी कहिलेसम्म भोग्ने त? जबसम्म देश आत्मनिर्भर हुँदैन तबसम्म यो समस्या आइरहन्छ। बाल्यको कुरा छोडौँ, भगवान नै प्रधानमन्त्री भएर आए पनि यो समस्या समाधान हुँदैन। यसको लागि एउटै उपाय हो, हाम्रो देशमा बिजुली उत्पादन गर्ने क्षमता धेरै छ। त्यसैले ग्यासको सट्टा बिजुली प्रयोग गर्ने वातावरण बनाउनु पर्छ। किनभने ग्यास पनि त हामीलाई इम्पोर्ट नै गर्नुपर्छ। हाम्रो देशको पैसा अर्को देशमा जान्छ। त्योभन्दा राम्रो बिजुलीबाट पकायो भने हाम्रो देशको पैसा हाम्रो देशमा रहन्छ। त्यसको लागि सरकारले पहल गर्नुपर्छ, बिजुली रेट कम गर्नु पर्यो। पेट्रोल गाडीभन्दा राम्रो इभी गाडीमा अलिकति छुट कम गरौँ ताकि मान्छे इभीमा झरोस्, हैन? यसरी हाम्रो देशको अर्थतन्त्र राम्रो हुन्छ।